हेलो गाइज वेलकम ब्याक अगेन है। भ्लग कति एपिसोड थाहै छैन, त्यही नै आइरहेछ, दिनका दिन दिइरहेको छु है। भ्युज कम्ती आए पनि म चाहिँ के अरे भिडियो चाहिँ दिनका दिन हुन्छ है, दामी दामी हुन्छ। ल अनि मेरो भाइ आज गाउँबाट होइन, यसलाई एउटा ट्याटु हानिदिनु पऱ्यो होइन, भाइलाई खुसी बनाइदिनु पऱ्यो टक्क है। ल स्टप। दामी बस्छ यसको, दामी रहेछ हात त यार, काम गरिरहेको नि होइन। कति कति किलो पुग्छस् कि फटा, मतलब कामै गर्दैन जस्तो लाग्छ। चालिन्छ 25 केजी त। मलाई चिन्छस् कि चिन्दैनस् तैँले? चिन्छु अरसलाई। यसलाई मैले सानोमा छुट्टो लिन पठाएको थिएँ कि होइन, एकछिन यत्तिकै छोडिदिनु पर्छ होइन। ठ्याक्क ठाउँमा राखेपछि खोजिराख्नु परेन नि त होइन। कतिको दुई छ त्यहाँ ट्याटु हान्दाखेरि? के त के बोल। तर डुप्लिकेट हानेकै ठिक हो कि ओरिजिनल भन्दा, किनभने यसले फेरि फेरि हान्न पाइयो होइन, न छाला क्यान्सर हुने ऊ होइन, न छाला बिग्रिने डर, न घरमा त्यो ऊ होइन अघि अघि अनि मेन त अझ होइन के अरे रियल हो कि डुप्लिकेट हो त्यो पनि थाहा नै हुँदैन कि होइन, कसले चिन्छ त होइन नि। घरमा नि केही भन्ने भएन कसैले होइन। मिठो बस्छ होला मिठो। एकछिन 1 मिनट जति होल्ड गऱ्यो भने दामी हुन्छ कि, दामी बस्छ। ल बाबा दामी दिएछ। अनि यहाँ अगाडि चाहिँ एकछिन नछोप न, त्यो हावा आउँदै त्यो ट्याटुलाई। यो हो नाम भन्न त को हो त? साइलेन्ट किलर हो क्या। यो त स्लो मोसन हुन्छ। कस्तो दिएछ? बवाल छ बवाल, उल्लु रहेछ होइन। टाइगर तिमीले चाहिँ फेरि फेरि हान्छौ टाटु चाहिँ होस्। अब रोकै पचाउन त ल फेरि नयाँ मामाले समात्यो भने त हाउडै हुन्छ। ल्याङ हुन्छ नि ल्याङ। नआइन भने चाहिँ यस्तो हुन्छ है, यस्तो यो त त्यहीँ त अबको यहाँ उ आएको थियो। अहिले अब त कतिमा रे? 8मा होइन, 9मा हो। मलाई इङ्ग्लिसै आउँदैन तँलाई अलिकति पनि? अस्ति मलाई ढुक्रो गरेँ रे। लामा जोरको बस।
समाचारको चलफलै भइएछ होइन हजुर अँ हो कि होइन तर यो सबले चिन्न थालेछ अझै मलाई पोखरामा त धेरै टाढाबाट अर्डर नि आएको छ नि युथ भने युथ बच्चा भने बच्चा है बच्चा यो त मेन त बच्चाहरू छ क्या मेरो फ्यानहरू दाम लाग्छ हिजो हो कि अस्तिको राति थियो यार त्यो भाइहरू क्या बस्यो सही के अरे हिजो मैले त्यो भाइहरूलाई उयो गरिदिएको थिएँ कि के अरे खाजा खाने पैसा दिएको थिएँ कि महिन्द्र गुफा गएको थियो महिन्द्र गुफा जाने काम थियो क्या मेरो तपाईँ खाजा खाने पैसा ला भनेर अनि चाहिँ कहिले नगयो भनेर छोडिदिएको थिएँ कि त्यो भ्लगको त्यो तिनजनालाई चारजनाले तिमीले टी सर्ट नि के भन्दै थियो क्या पोखरा गर्नु पऱ्यो कि भन्दै अगाडि यस्तो मोसनमा होइन अगाडिबाट के जुम गरेर खिच्छ है म त अहिलेको त हो कि भ्लग बवाल बस्यो है यस्तो के लोभ लाग्दो ट्याटु त यति भनेपछि बवाल भयो रहेछ नि होइन लगडा आउनु पऱ्यो नेप्स कलेक्सन ल ट्याटु सेटु होइन आइस चेन आइस वाच ब्रासलेट सब चाहिँ एभ्रिथिङ ए टु जेड है आइस बेल्टहरू भयो है हेर अनि टी सर्टहरू पनि दामी दामी छ सस्तो सस्तोमा छ बवाल छ टपहरू अब औठीहरू पनि ल्याउँदैछ अनि स्टिकरहरू पनि हेर है बवाल छ एउटा स्टिकर नि छानी छ कसैलाई चाहियो भने सिधा सपमा आउनु होला है ल छाम्नु ल खोपेको कि होइन ल खोपेको हो कि छाम्नु न ल छामेपछि थाहा भइहाल्छ नि ल छाम्नु त के हो यो कस्तो च्याप हो खोपेको हो कि छाम्नु ल मजाले छाम्नु न त्यो त स्टिकर हो यो चाहिँ खोपेको हो कि यो यस्तै रहिरहन्छ त हो ए खोपेको हो कि ल केटा आइस किङको ओरिजिनल है सानो छ चिटिक्कको ओरिजिनल छ है 4वटा आइस फाल्छ बबाल छ है यो चाहिँ ओरिजिनल खाले हो है केटा बब्बाल छ यो पप चाहिँ ल केटा म चाहिँ है अब भ्लग बनाउँदै हिँड्न लाग्यो बाहिर है यहाँ काम छ टक्क कामसाम भ्याएर होइन टक्क लाइफमा नि आउने अहिले अब यहाँ तल जानुपर्ने काम छ है ल केटा स्टेट्युन सुरुमा फुलबारी त्योपछि कता कता हुन्छ है हेरौँ ल गाइस म चाहिँ अब बाहिर जानु लाग्यो होइन मेरो थोप्टा चाहिँ यस्तो छ है लुक्स स्पिडहरू छ दामी दामी छ है सामानहरू लगेर हो त्यसलाई चाहियो भने डिएम गर्नु होला है अल ओभर नेपाल क्यास अन डेलिभरी हुन्छ है ढुक्कबाट डिएम गर्दा हुन्छ म चाहिँ निस्किन लाग्यो है के छ रोहन हिँड्दैछु म आफ्नै दुनियाँमा दुनियाँमा जति नआएको आमा घोस्ट राइडर सिधै जति नआउँछ पोखराको मौसम होला अचम्मको छ कि अब पोखरा छैन स्वर्गभन्दा मलाई पोखरा नै दामी लाग्छ कि किनकि स्वर्ग म पुगेकै छैन तर कसरी थाहा हुन्छ कस्तो छ भने त होइन र मलाई पोखरा
बाटो आइदिइसकेछ बाटोमै ड्याङ्गो चिज हो जोड स्कुल आयो जोड स्कुल केटा हो जोड स्कुल घटिया खानु केटा हो जोड स्कुल आयो जोड स्कुल Wait, enemy ahead. What's the ammo then ammo way? Halki who did ammo then I mean not any logic. Han, go. I got quite a mother on there last one of the coffee. That's a kid in there. I did not defer. न्यू रोडमा आइछ है न्यू रोडमा जुस किन्नु पऱ्यो एउटा खानु पऱ्यो अनि टक्क है ट्याक्टरहरू कस्तो कस्तो एउटा यहाँ क्याउ ट्याक्टरहरू छ नि होइन सो जुस किनेर अब यता काम छ अझै कामहरू छोड्नुपर्ने छ है एउटा जुस पनि खाइदिउँ भनेर आएको टक्क ल स्टेडियम है म चाहिँ यहाँ तल आएको है यसो एकछिन ग्यारेज नि छ दामी रहेछ हेर 365 मोटर्स बुलेट छ दामी लाग्यो यहाँ चाहिँ बुलेट बाइक छ त खक्का गएको छ फर्स्ट टाइम आएको यहाँ त म बुलेट मात्र रहेछ रोयल इनफिल्ड बुलेट रोयल इनफिल्ड यहाँ के बुलेट बाइक मात्र हो क्या मात्र बुलेट छ त यहाँ बुलेट मात्र हो धरो रहेछ कि बुलेट के अब सही हो बुलेटमा मोडिफाई हान्नु पऱ्यो भने यही हो ल मोडिफाई हान्नु पऱ्यो नि यहाँ हो इकडा हो टक्क मोडिफाई हान्नु पऱ्यो भने होइन 365 मोटर्स एन्ड क्याफे वी केयर योर इनफिल्ड हियर दामी चाहिँ यहाँ चाहिँ भबाउ रहेछ यतिको चाहिँ हुनैपर्छ ट्याक्क यो चाहिँ होइन लोकेसन सिर्जना चोकदेखि सिधा तल हो जनप्रिय स्कुल जाने बाटोतिर यसको लेफ्टमा दामी छ दामी जाम पनि के साह्रो जाम परेको आमा यहीँ हो कि मलाई जानु पनि यहीँ हो यार यहीँ हो यस्तै मलाई उडाएर जान मिल्ने भयो नि गइदिन्थेँ एकदम रो जाम परेको आमा अघि बाटो के अरे नन्डी हप्ता लास्ट जाम भयो ल खुल्जा सिमसिम खुल गया खुल्जा सिमसिम भनेको खुल्यो
गइहाल्नुपर्छ। नेपाल क्यानमुखमा आइसकेँ म है, यहाँ प्रस्थान भइसकेँ। यो सामान कहाँ पुग्दैछ भने यो सामान निजगढ 12 निजगढ 12 कहाँबाट आउँछ कैलाली है, नवलपरासी नवलपुर सबबाट आउँछ, अल ओभर नेपाल पुरा रुकुम रोल्पा सबतिरबाट चाहिँ काम फेरिको सिमेन्ट कलेक्ट गरौँ न, कसले हो र यहाँ चाहिँ मेरो यताको काम नि भ्यायो, हतार हतार छ यार। नाउँचोर केटाहरू आइसकेछ उता चोकमा। जानुपर्ने अब स्टिकर हाउस जानु छ। म चाहिँ निस्किँदैछु काम यता पनि भ्याएर है। अब लामा छ पैसा पनि दिने छ, त्यो कति ठाउँमा पुगाउने यो पैसा नि लगेर म चाहिँ घर आइसकेँ है, तलबाट गर नि आइसकेँ। अब फेरि यहाँ सामान पुऱ्याउनु छ, यस्तो पानी परिरहेछ है, यस्तो पानीमा फेरि सामान पुऱ्याउनु जानु छ है। भलाम पुलमा बोलाइरहेछ भाइले होइन, भाइको लागि गरिदिनै पऱ्यो। हावाहुरी पानी सानी बाल छैन,
पहिलो चाहिँ काम हो, त्यो पछि अरू चिज हो कि पहिला मेन चाहिँ काम हो होइन। बाँकी कुरा त बाँकी भइहाल्छ नि, त्यही भएर होइन। अनि आज म्युजिक स्युजिक नि अब गर्ने भनेको खै के भयो ल ठिकै छ, इट्स ओके होइन। अब दामी हुन्छ। अब म चाहिँ यहाँ भलाम जानु लाग्छु होइन। अनि कपडाहरू दामी छ है भाइ, केटा हो सस्तोमा छ, अफरमा छ है। ल केटा कसैलाई चाहिमा डिएम गर है टक्क। अझै पानी परे पनि अब जानै पर्ने भयो समय। पानी परोस् सुना झरोस् न कि काम यो काम। जरुस काम भनेको कामै हो होइन। त्यही हो भाउको चाहिँ कस्तो हुन्छ कि मैले गर्छ फाइदा
काम गरियो नबसी नबसी काम गरियो नसुती नसुती पैसा पठाइदियो होइन दुनियाँ गरियो लास्टमा अहिले आफूसँग केही नहुँदा चाहिँ लास्ट दुःख लाग्ने के अब होइन अब चाहिँ मसँग केही छैन त्यत्रो काम गरियो त्यत्रो पैसा पठायो लास्टमा यसो हेर्नुपर्छ केही हुँदैन क्या आफूसँग एउटा टाइम वेस्ट एउटा ट्याक्सी राख्ने ठाउँै छैन क्या पानी पऱ्यो भने त्यहाँ बाटोमा राख्ने हो जिद्दुम्बा त नि बाटो छैन बाटोमा राख्छु पानी पऱ्यो भनेर बाटोमा छैन अलिकति त आफ्नो पनि चलाउनु नि दिमाग दिएर अलिअलि दिमाग त आफूले पनि चलाउनु नि होइन यो राम्रो होइन यो यस्तो ठाउँमा रोकेको मैले भनेर हुन्छ नि त यहाँ हेर न के आज यस्तै गरेर फेला पऱ्यो त यसो भाइ गर्दैछौ है बिटी सुत्ने कि होइन अघिडा म चाहिँ भर्खरै यहाँ घर आएको छु दोकानमा होइन यहाँ भाइहरू पनि आइरहेछ ढक्क साउन्डहरू लिन होइन चेन बेल्ट सेल के हो के होइन ल केटा होइन के छ कस्तो चलिरहेछ लाइफले खोज्दामा डाइभ हानिरहेछ होइन गिभ अवे हुँदैछ केटा पिङ्क कलरको पेन्टी कसलाई चाहिन्छ भन यो भाइ चाहिँ लिन्छ होला अरे होइन लिन्छ होला के अरे के पछि भन्छ आन्टुमा पट्टै भन्छ होइन जस ठिक छ होइन दामी मजा हो त्यो छैन केटाहरूसँग हो ह्याङआउट यताउता गयो भने चाहिँ सही मजा हुन्छ रमाइलो हुन्छ होइन दिनहरू पनि दामी भयो है बिस्तारै खक्का हुँदै गछ होइन दुःख सुख काम यही त हो नि होइन ल अब यस्तै हो अब अहिले राति लाइभमा आउँछु ऱ्याप हान्न आउँछु होइन अनि त्यो हेड कमेन्टहरू आउँछ कि के लेख्छ कि अनि मैले त उल्टो औडा भनिदिन्छु कि हेड कमेन्टहरूले के अरे कस्तो कमेन्ट लेख्छ कि होइन नराम्रो त्यो छाडा यताउता आमालाई चिने कमेन्ट लेख्छ होइन अनि मैले यस्तो भनिदिन्छु कि अरे कोलाई के गर्न मन छ गरोस् होइन कोलाई घर सर्न मन छ सरोस् यो दुनियाँको नम्बर 1 भालुनी रन्डीको छोरी यसकै बुढी परोस् भनिदिन्छु त्यस्तरी हानिदिन्छु कि त्यसले रिप्लाई नै दिँदैन कि ल केटा ठिक छ होइन सबै ल भ्लगिङ भयो होइन टक्क सब्सक्राइब हान जेसुकै गर होइन ठिकै आज टक्कै लगेर सबले सपोर्ट हान्नु पऱ्यो ऱ्यापहरू दामी आउँदैछ होइन टक्क अब हामी लाओचोटबाट चाहिँ खुङ्कार गर्दैछ होइन त्यही भएर टक्क सपोर्ट हुनुपर्छ होइन सबै मिलेर गरेपछि बल्ल दामी हुन्छ कि जय लामाचोर जय पोखरा जय हाम्रो केटाहरू होइन जय हाम्रो केटी सेटी सब दुनियाँ जय दुनियाँ ल लगेर भनिदेऊ लगेर होइन ठिक छ नि होइन यस्तो छ